हेलो गाइज, हाउ आर यु? तपाईँहरू के कस्तो गर्दै हुनुहुन्छ है? मेरो चाहिँ करेल एप भन्नेबाट चाहिँ हाम्रो चाहिँ एकदमै ड्युटी भनौँ कम्पनीबाट हो। हामी चाहिँ अब नेपालतिर चाहिँ खासै थाहा थिएन। अब इन्डियामा चाहिँ कुकुरको पनि एउटा यसो रेखदेख गर्ने भनौँ, कुकुरको पनि अधिकार हुँदो रहेछ, होस्टेल हुँदो रहेछ कुकुरलाई राख्ने होइन। अनि कुकुरहरूलाई अब नुहाइदिने, थेरापी, मसाजदेखि लिएर सबै। म चाहिँ अब करेल एपमा यसो घुमाउने मात्र आधी एन आवर भनौँ 30 मिनट चाहिँ घुमाउनुपर्छ मैले। अनि त्यसपछि अब यसो कम्पनीमा यसको फोटो हालेर चाहिँ पठाइदिनुपर्छ। अनि यस्तो यस्तो तरिकाको चाहिँ अब गरिराखेको छ है। अब बेङ्गलोरमा चाहिँ यसरी बसिराखेको छ हजुर। अनि अब विशेष कुरा त यो कुकुरको बारेमा चाहिँ म भन्नुपर्दा चाहिँ यो चाहिँ साह्रै एकदम बुजाकी कुकुर हो अरू कुकुरहरू भन्दा होइन। 6-7वटा कुकुर छ, तर तिनीहरूभन्दा चाहिँ यो अलिक बुजाकिलो छ। किनकि तिनीहरूको चाहिँ अलिकति जे भेट्यो अब जस्तै कि मान्छे देख्यो भने गइहाल्ने, कुकुर देख्यो भने गइहाल्ने, झम्टिने। तर यो चाहिँ कुकुर ल्याएर टोकोस् कि काटोस् कि जेसुकै गरोस्, तर यसले चाहिँ होइन केही गर्दैन। मेन चाहिँ यसको भनौँ बानीहरू मान्छेसँग जोसँग पनि फ्ल्याङ्की छ होइन, जोसँग पनि एकदम राम्रो तरिकाले गरेको छ। त्यस्तै भएर चाहिँ यसलाई चाहिँ अब भनौँ मलाई चाहिँ एकदम मनपर्छ यो कुकुर है। यसलाई जस्ट डुलाइरहेको छु। अहिले मेरो समय लगभग अब 30 मिनटको होला। 30 मिनट होइन, अब भइसक्यो होला 10 मिनट त, अब 20 मिनट जस्तो बाँकी छ। र यसलाई यसरी घुमाइरहेको छु। अब यिनीहरूको भनौँ हाम्रो नेपालमा मानव अधिकार भन्छ नि त होइन, वुमेन रेस होइन। अब मान्छेको अधिकार के हो त? अधिकार त्यस्तै कुकुरको पनि यहाँ चाहिँ अधिकार, त्यसको पनि कुकुरलाई मार भने त यहाँ मान्छे मारे जस्तै यहाँ कानुन रहेछ होइन। भन्ने कुरोहरू हरेक कुरोहरू यहाँ बेङ्गलोर आएर चाहिँ मैले पनि धेरै महसुस गरेँ है। र यहाँ नेपालीहरूलाई पनि धेरै नै मारि नै रहेको छ बेङ्गलोरमा त। तपाईँहरूलाई थाहै होला काण्डहरू होइन। बरु नेपालमा त्यति साह्रो काण्ड हुँदैन, बेङ्गलोरमा तपाईँको घरि कसको बुढी कसले लगेको होइन भएन। अब यहाँकै लोकलहरूले घाँटी काटेर 3जना कि 5जना हाम्रो नेपाली मारेको छ। अनि केटीहरूलाई यहाँको लोकलले पिस 30-35 टुक्रा बनाएर फ्रिजमा हालेर राखेको। अनि हाम्रो पढ्ने विद्यार्थीलाई टर्चर दिएर त्यो मरेको। यस्तो कुरोहरू धेरै छ बेङ्गलोरमा है। त्यसैले हामी किन यस्तो अब अरूको देशमा यसरी आइराखेका छौँ त होइन भन्दाखेरि के हो भन्दाखेरि हाम्रो नेपालको सरकार डर नभएर हो नि त होइन। उनीहरूले उनीहरूकै लागि मात्रै हेरेपछि अनि हामी विदेश किन्नु बाध्य भएन। हेर्नु त यहाँ अहिले इन्डियामा तपाईँको ठुलो इन्डस्ट्रीहरू, ठुलो कारखानाहरू खोलिदिएको छ। सबैलाई जब छ, यहाँको जनताहरू केही गर्नु पर्दैन, भिख माग्नु पर्दैन, केही गर्नु पर्दैन। तर अब नेपालमा केही छैन, खोलेको पनि बरु बन्द गर्छ होइन। खोल्ने त कुरै छैन नि, पुरै हो। त्यही भएर चाहिँ अब चाहिँ बुढो पहिलेको बुढोहरू जति नेताहरू छ, केपी ओली, प्रचण्ड, बाबुराम भट्टराई अनि त्यहाँदेखि शेरबहादुर देउवा, यिनीहरू सबै हटाउनु पर्यो। र यिनीहरू भनेको खाइदेउहरू मात्र हो। र यिनीहरूलाई चाहिँ अब हटाएर चाहिँ अब चाहिँ नयाँ होइन नेताहरू चाहिँ अब युवा नेताहरूलाई चाहिँ अब उनीहरूलाई चाहिँ भनौँ उठाउनु पर्छ। र युवाले नै गर्छ। जस्तै अब अहिले तपाईँहरूलाई उदाहरण म दिन चाहन्छु कि बालेन शाह अब ऊ पनि त युवै हो होइन। उसले कस्तो अब
अहिले हेरौँ त एउटा 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 नगरपालिकाको मेयरले कतिसम्म गर्न सक्दो रहेछ भन्ने कुरो त त्यहाँबाट पनि हेर्न सकिन्छ होइन। र अब तपाईँको यता भनौँ अब धरानमा हेरौँ होइन, धरानमा कति गरेको छ त हाम्रो धरानमा हेर्नुहोस् होइन, साम्पाङले कति गरेको छ त हो। यस्तै कुरोहरू चाहिँ भनौँ तपाईँ हामीमा चाहिँ अब हर्क साम्पाङ भनौँ अब बालनिसा यस्तै तरिकाको अब हामी पनि यो देशको भूमिपुत्र होइन, यो देशको इन्डिजिनियस पिपुलले चलाउनु पर्यो देश होइन। तपाईँ हाम्रै लोकतन्त्र चाहिन्छ तपाईँ हामीलाई होइन। किन भन्दाखेरि लोकतन्त्र भनेको त सबैको अधिकार हुन्छ नि त, त्यसमा त सबै हिँड्नु पायो डुल्नु पायो होइन। अब राजा ल्याउँछु के भन्दै त्यो हल्ला मात्र हो हजुर, त्यसलाई राजा लिएर त्यो त एकतान्त्रिक शासन भइगयो नि त त्यो त होइन। त्यो पनि एउटा बाहुनहरूकै खेल हो जस्तो मलाई जहाँसम्म लाग्छ होइन। किनभने पक्का हो र किन राजा ल्याउनु खोजेको भन्दा अब राजाको छोरा नै राजा बन्नुपर्छ भन्ने उनीहरूको चाहिँ त्यो तरिकाको हुन्छ राजा भएपछि होइन, एउटा त्यो दबाब हुन्छ। अनि लोकतन्त्रमा त अरे जो गरिब एउटा भाँडा मास्नेदेखि लिएर गुस सोर्नेकै छोराछोरी पनि होइन चेतनशील भएर त्यो अवस्थामा पुग्यो भने ऊ प्रधानमन्त्री बन्न पाउँछ। किनभने लोकतन्त्र भनेको धर्मनिरपेक्ष र प्रान्तीय सरकार, यो त तिनवटा माग भनेको त यो त अहिलेदेखि होइन धेरै पुरानोदेखि भएर अहिले लागु भइरहेको अवस्था हो। सिर्फ शुद्धिकरण भएको छैन होइन, लोकतन्त्रलाई शुद्धिकरण भएको छैन, तर अब शुद्धिकरण पनि बिस्तारै बिस्तारै हुनेछ। र तपाईँ हामी चाहिँ अब चेतनशील हुनु पर्यो। तपाईँ हामी आफू को हो त होइन, हामी ह्युमेन रेस, हाम्रो रेस के हो त होइन। हामी चाहिँ अब हाम्रो अस्तित्व के हो त मेन कुरो त होइन। पहिचान भन्दा पनि ठुलो कुरो चाहिँ के हो भन्दा अस्तित्व रहेछ भन्ने कुरो त बुझ्यो नि त। पहिचान त अब म नेपालमा अब लु एकछिनको लागि रामे थिएँ अरे, अब यहाँ आएर श्यामे, पहिचान त फेर्न सक्यो नि त, तर अस्तित्व त फेर्न सकिँदैन नि त। यही अब अनुहार यही उयो सबै यही दाँत यही आँखाहरू त फेर्न सकिँदैन नि त। हाम्रो अस्तित्वहरू हुन् यिनीहरू भनेको होइन। त्यही भएर हाम्रो अस्तित्व तपाईँ हामीले चिन्नु पर्यो। र अब चाहिँ चुनावमा होइन भन्ने पुरै भुक्ने लास्टमा चुनाव आएपछि चाहिँ फेरि एक दुई पैसा दिएपछि ड्याममै फेरि तिनीहरूलाई नै अनि 5 वर्षमा फेरि नेपाल कङ्गाल बनाउँछ होइन। अनि फेरि अब एकजना बराबर के भन्नु, धेरै छ भन्नुपर्ने कुरोहरू होइन। एउटा घरको एकजना बराबर 2जना 3जना विदेशमा छन् अहिले होइन। छोराहरू एक घरको 2जना, छोरी पनि गइरहेको छ कुवेतमा, के हालत भइरहेको छ हेर्नुहोस् होइन। हरेक मान्छे चाहिँ गुलामी गर्नुको लागि अरू देश जान्छ होइन। हामीलाई राम्रो लाग्छ उतै प्राण त्याग्छ होइन। उतै अब उनीहरूले के भनेको हुन्छ, मर्नु चाहिँ नेपालमै पाउँ भन्छ, तर के गर्नु उतै मर्नु बाध्य भएको छ। हाम्रो साथीहरू कति छन् होइन। यस्तो कुराहरू सम्झिँदाखेरि एकदम दुःख लागेर आउँछ। त्यही भएर तपाईँ हामीले चाहिँ यो आउँदो चुनावमालाई चाहिँ एकदम सोच्नुहोस्, मनन गर्नुहोस् होइन। यो अहिले यतिखेर नै तपाईँहरूको सोच विचारहरू परिवर्तन गर्नुहोस् भन्दै अरू कुराहरू बादमा भनौँला, त्यसमा अन्तर छैन। स्कच सिट डाउन। क्या हुआ? सेकेन्ड नो नेक्स्ट सिट सेकेन्ड गुड बाई
Hello, how are you? I'm fine. Huh? Excuse you. हस् त धन्यवाद गाइजहरू बाई बाई। तपाईँहरू कमेन्ट राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला, नराम्रो लाग्योमा नराम्रो भनेर लेखिदिनु होला, जे पनि लेखिदिनु होला, तर गर्नु चाहिँ गरिदिनु होला हजुर।